हेलो यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा नमस्कार। म रविना थरुनी। आज भने यहाँहरूको माझमा मैले छोटो रचना लिएर उपस्थित भइसकेकी छु र म अब रचना भन्न गइरहेकी छु। विद्यार्थी जीवन कस्तो हुन्छ, जुन बसन्त ऋतुमा कोकिल रमाइरहेको हुन्छ। गोठालो जीवन कस्तो दुःखदायी हुन्छ, जुन पिजडामा थुनिएको मैनाहरू कराइरहेको हुन्छ। प्रेम रूपी जालमा परेको जीवन कस्तो पीडादायी हुन्छ, जसरी बकुला माछाको पर्खाइमा टोलाइरहेको हुन्छ। दुःखमा हुर्केको जीवन कस्तो रमाइलो हुन्छ, जसरी चराहरू भोक प्यास मेटाउन साथीहरूसँग केही खानेकुराहरू खोजिरहन्छ। कसैको माया नपाएको जीवन कस्तो पीडादायी हुन्छ, जसरी पानी बिनाको माछा छटपटाइरहन्छ र आँखाबाट वर्षा बनी आँसु झरिरहन्छ। यस्तै भिडियोहरूको लागि तपाईहरूले मेरो युट्युब च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै थ्याङ्क यू सो मच। बाई।